साथीहरू, अब चुनाव पनि लगभग अन्तिम नै भयो। नेपाली जनताहरूले यो चुनावबाट जे कुराको अपेक्षा गर्नुभएको थियो त्यो आज पुरा भएको छ। यो भनेको हामी नेपाली जनताको लागि एकदमै खुसीको कुरा पनि हो। यो चुनावको नतिजा आउट हुनुभन्दा अगाडि आफ्नो पार्टी चेन्ज नगर्न पनि पाउनुभयो र आफ्नो पार्टीलाई समर्थन गर्न पनि पाउनुभयो सबैजनाले। तर यो सबै कुरा भनिरहँदाखेरि र आफ्नो पार्टीलाई समर्थन गरिरहँदाखेरि अर्काको पार्टीले जित्यो भने यो कान काटेर फाल्छु, लो यो देशै छोडेर भाग्छु, ल यति किलाको खसी किनेर दिन्छु भन्ने जस्ता कुराहरू केही व्यक्तिले गर्नुभयो, यावत कुराहरू गर्नुभयो, जुन कुराहरू मिडियामा आयो त्यो कुराहरू भनेको कति पनि उचित थिएन हैन। जुन कुराहरू आफूले अब व्यवहारमा गर्नै सकिँदैन हैन, पुरा गर्नै सकिँदैन भने किन बोल्नु बेकारमा, त्यो पनि मिडियामा आएर हैन। जो कुरा बोल्न व्यवहारिकतामा गर्न सकिँदैन भने नबोल्नु नि, त्यो भनेको कति पनि उचित थिएन। र अब भनेको अर्को कुरा भनेको अब चुनावको नतिजा आउट भइसके पछाडि पनि अब अर्को पार्टी अथवा विपक्षी भनौँ न लाई हप्काउने, थर्काउने, गाली गलौज गर्ने, अझै भनौँ न पर्सनल फोन म्यासेजमा हप्काउने, थर्काउने गर्नु, यो भनेको कति पनि उचित होइन। अब भनेको हामीले यो पार्टीगत हिसाबले भन्दा पनि सबैजनाले पहिलो कुरा त हामी नेपाली हो भनेर बुझ्नु जरुरी छ। यो पार्टीगत हिसाबतिर नगएर हामी नेपाली हो भनेर सबैजनाले बुझ्नु जरुरी छ। र हामीले चाहिँ अब यो विपक्षी अथवा त यो पार्टी त ऊ पार्टी भनेर अरूलाई हप्काउने, थर्काउने, नाना थरी भन्ने, गाली गलौज गर्ने, अझै छ नराम्रो असली शब्दहरू प्रयोग गर्ने जस्तो यो छ नि, यो गर्नु भनेको हाम्रो नैतिकताले पनि दिँदैन र हामीले जसलाई समर्थन गर्यौँ त्यो हामीले समर्थन गरेको पार्टीले पनि दिँदैन। त्यसैले यो सबै कुराहरू हैन, जसलाई जे भनिरहनु भएको, गरिरहनु भयो, यो सबै कुराहरू आजैबाट बन्द गरौँ र आगामी दिनहरूमा हैन के कस्तो हुन्छ हैन, हामीले गरेको समर्थन गरेको मान्छेले के कस्तो कामहरू गर्छ हैन, त्यो गर्यो भने त यो पार्टी त ऊ पार्टी, आखिर नेपाली त नेपाली नै हो नि सबै। जो जुन पार्टी भए पनि जे भए पनि पार्टीगत हिसाबले नहेरेर अहिले भनेको हामी सबै नेपाली हो भन्ने तरिकाले बुझ्नुपर्छ। र अब आउने दिनहरूमा के कस्तो हुन्छ हैन, त्यो त हामी सबैले हेर्नै बाँकी छ अझै। र अब आगामी दिनहरूमा नेपालले मुहार फेरोस्, फेरेको हेर्न पाइयोस्। जय देश, जय नेपाल।